नमस्ते साथीहरु, आज चाहिँ म बनाउन गइरहेको छु सोरवाला हाम। त्यसको रेसिपी लिएर आएको छु। सबैले माया गरिदिनुहुन्छ र सपोर्ट गरिदिनुहुन्छ भन्ने ठुलो आशाको साथमा यहाँ चाहिँ रहेको छ प्याज मसिनो बनाएर काट्ने, अनि सिमला मिर्च मसिनो बनाएर काट्ने, अनि के भन्छ लसुनलाई पनि एकदम मसिनो मैले जसरी नै काट्ने, सानो बनाएर सिमला मिर्च सानो सानो खालको दुईटा राख्ने। अब चाहिँ मैले यसलाई ग्यासमा राखिसकेको छु र अब म यसमा एड गर्न गइरहेको छु। यसलाई हल्का फ्राई गर्ने, यसलाई फ्राई यहाँ चाहिँ त्यसै गरिरहेको छ। यो चाहिँ भयो मसिनो बनाएर काटेको लाहाम, अनि यो चाहिँ भयो टमाटर, अनि यो चाहिँ भयो कागती। यसमा चाहिँ छ सबै प्रकारको मसला, हेर्न सक्नुहुन्छ। यो करी मसला, बेसार, सबै प्रकारको जिराको धुलो, मरिचको धुलो, धनियाँको धुलो, अनि सुकुमेरको धुलो, अनि दालचिनीको उयो, यो सबै चाहिँ म यसमा एड गर्न गइरहेको छु। टोमेटो पेस्ट, यसलाई मैले पेस्ट बनाएँ। यो म यसमा एड गर्न गइरहेको छु सबै प्रकारको मसलाहरू। अब यसलाई एकछिन फ्राई गर्ने। फ्राई गरिसके पछाडि यो यतिको फ्राई भइसकेको छ। अब म यसमा पानी एड गर्न गइरहेको छु। यो चाहिँ सोरवामा हाल्ने हो, कुकर भन्छ हैन। अनि यहाँ चाहिँ मैले मेरो हातको 5 मुठी एड गरेको छु। 5 मुठी त्यसरी बोइल भइसकेको छ। अब म यसलाई यहाँ हाल्न गइरहेछु। हेर्न सक्नुहुन्छ, यो चाहिँ यतिको भइसकेको छ। यसलाई चाहिँ अब 1 घण्टासम्म पकाउनु पर्छ, किनकि भेडाको मासु हो। सो यो 1 घण्टा हुन जोस् यो 45 मिनट जस्तो पाकिसके पछाडि म चाहिँ यो दुईटा एड गर्छु। यसलाई चाहिँ माझी भन्छन् है।